नमस्कार। आज हामी भ्रष्टाचार निवारण ऐन 2059 को अलि भित्री तहमा पुगेर कुरा गर्दैछौँ। हो, खास गरी सम्पत्ति र सजायसँग जोडिएका केही महत्त्वपूर्ण दफाहरूमा। स्रोत त हामीसँग ऐन नै छ। हाम्रो उद्देश्य चाहिँ यो कानूनले गैर कानूनी सम्पत्तिलाई कसरी हेर्छ अनि विभिन्न कसुरमा कस्तो सजाय तोकेको छ भन्ने बुझ्नु हो। बिल्कुल। ल सुरु गरौँ है त। दफा 20बाट यो गैर कानूनी सम्पत्ति आर्जनको कुरा। हामी सुन्छौं नि सार्वजनिक पदमा बसेका मान्छेको सम्पत्ति अस्वाभाविक देखियो भनेर। ओहो। यो दफाले के भन्छ भने कुनै राष्ट्र सेवकको सम्पत्ति उसको वैध आय स्रोत भन्दा मतलब अस्वाभाविक रूपमा बढी देखियो वा जीवनस्तर एकदमै हाई देखियो वा आफ्नो औकात भन्दा बढी दान दियो भने त्यो सम्पत्ति कहाँबाट आयो भनेर प्रमाणित गर्ने जिम्मा त्यो भार चाहिँ उसैमाथि पर्छ रे। यो कसरी काम गर्छ होला अलि बताइदिनुस् न। हो, यो दफाको भनौँ न सबैभन्दा मुख्य र अलि फरक पक्ष नै यही हो, प्रमाणको भार सर्नु। ए, प्रमाणको भार? सामान्यतया फौजदारी मुद्दामा त सरकारले अभियोजन पक्षले दोष छ भनेर प्रमाणित गर्नुपर्छ हैन त? हो त। तर यहाँ यो सम्पत्तिको स्रोत पुष्टि गर्ने जिम्मा चाहिँ सम्बन्धित राष्ट्र सेवककै हुन्छ। अच्छा। अनि यदि उसले त्यो स्रोत देखाउन सकेन भने त्यो सम्पत्ति गैर कानूनी तरिकाले कमाएको मानिन्छ। ए, सजाय पनि कडा छ। जति सम्पत्ति गैर कानूनी देखियो त्यो बिगो अनुसार कैद हुन्छ अनि त्यति नै जरिवाना र त्यो सम्पत्ति जफत पनि हुन्छ। ओहो, कैद, जरिवाना र जफत तीनोटै? हो, तीनोटै। यसले गर्दा भ्रष्टाचार गर्न खोज्नेलाई अलि डर हुन्छ कि भन्ने हो, आम्दानी देखाऊ भन्ने जस्तो भयो। यो त निकै शक्तिशाली व्यवस्था रहेछ, प्रमाणको भार नै उल्टाइदिने। ल ठिक छ। अब कसैले भ्रष्टाचार गर्न खोज्यो मात्रै तर सफल भएन रे, प्रयास मात्रै गर्यो भने चाहिँ के हुन्छ? त्यस्तो उद्योगको लागि पनि सजाय छ। दफा 21ले ठ्याक्कै यही कुरा गर्छ। ऐनमा लेखिएको कुनै कसुर गर्ने उद्योग वा प्रयास मात्रै गर्ने व्यक्तिलाई पनि सजाय हुन्छ। कति सजाय हुन्छ त? त्यो कसुर पूरा भएको भए जति सजाय हुन्थ्यो नि त्यसको आधा सजाय। तर ऐनमा कतै अर्कै व्यवस्था छ भने त्यो छुट्टै कुरा भयो। यसले के देखाउँछ भने कानूनले काम पूरा हुनु मात्र होइन, त्यो गलत नियतले गरेको प्रयासलाई पनि गम्भीर रूपमा लिएको छ। ए, प्रयासको लागि पनि आधा सजाय। अब भ्रष्टाचारमा त प्राय अरूले सगाएका पनि हुन्छन् हैन र? हो नि, हुन्छन्। त्यस्ता मत्यार मतलब सहयोगीहरूलाई चाहिँ कानूनले के भन्छ? त्यसको लागि दफा 22 छ। यसले मत्यारको भूमिका हेर्छ। सामान्यतया मत्यारलाई पनि मुख्य अभियुक्तलाई हुने सजायको आधा नै हुन्छ। ए, उद्योग गर्नेलाई जस्तै आधा? हो, सामान्य अवस्थामा। तर यहाँनिर एउटा महत्त्वपूर्ण कुरा छ। के कुरा? यदि त्यो मत्यारले कसुर गर्नलाई पैसा दियो वा कुनै सामान दियो वा अरू कुनै फाइदा पुर्यायो अथवा आफैले पनि त्यस्तो फाइदा लियो भने चाहिँ त्यस्तो अवस्थामा उसलाई आधा होइन, मुख्य मान्छेलाई जति सजाय हुन्छ त्यति नै हुन्छ, पुरै सजाय। ए, हो र? मतलब सहयोगको प्रकृति र फाइदा हेरेर सजाय फरक पर्ने भयो। हो, ठ्याक्कै। निष्क्रिय सहयोग र सक्रिय रूपमा लाभ लिएर वा दिएर गरेको सहयोगमा फरक भयो। बुझियो। यो त व्यक्तिहरूको कुरा भयो। कहिलेकाहीँ त संस्थाहरू, कम्पनीहरू पनि मुछिन्छन् नि यस्तोमा। मुछिन्छन्। के यो ऐनले फर्म वा कम्पनीहरूलाई पनि जिम्मेवार बनाउँछ? पक्कै बनाउँछ। दफा 23ले यही संस्थागत जवाबदेहिताको कुरा गर्छ। कसरी? यदि कुनै फर्म, कम्पनी वा यस्तै सङ्गठित संस्थाले यो ऐन अनुसार कसुर मानिने काम गर्यो भने फर्मको हकमा त्यसका साझेदारहरू जिम्मेवार हुन्छन्। ए, पार्टनरहरू? हो। अनि कम्पनी वा अरू संस्थाको हकमा चाहिँ मुख्य भएर काम गर्ने पदाधिकारी मतलब प्रमुख कार्यकारी जस्तो कोही छ भने ऊ जिम्मेवार मानिन्छ। ए, हाकिम जिम्मेवार हुने भयो। उनीहरूले नै कसुर गरेको मानिन्छ। अझ दफा 23 कले त कानुनी व्यक्ति मतलब संस्था आफैलाई पनि जरिवाना हुन सक्ने व्यवस्था गरेको छ। व्यक्तिलाई मात्र होइन, संस्थालाई पनि? हो, व्यक्ति र संस्था दुवैलाई उत्तरदायी बनाउन खोजेको देखिन्छ। ल, अब अर्को एउटा कुरा, पद अनुसार पनि सजायमा फरक पर्छ कि? जस्तो ठूलो पदमा भएको मान्छेले भ्रष्टाचार गर्यो भने अझ बढी सजाय हुन्छ कि? हुन्छ, त्यसको लागि पनि व्यवस्था छ। दफा 24ले उच्च पदमा बसेकाहरूका लागि थप सजायको व्यवस्था गरेको छ। कस्ता पदहरू? जस्तो संवैधानिक अङ्गका पदाधिकारीहरू, राष्ट्रपतिबाट नियुक्त हुने पदहरू, सरकारका विशिष्ट श्रेणीका सचिवहरू अनि सार्वजनिक संस्थानका प्रमुखहरू।
यस्ता उच्च पदमा बसेका व्यक्तिहरूले यो ऐन अनुसारको कसुर गरे भने उनीहरूलाई के हुन्छ? उनीहरूलाई त्यो कसुरमा लाग्ने नियमित सजाय त छँदैछ, त्यसमाथि थप 3 वर्षसम्म कैद सजाय हुन सक्छ। थप 3 वर्ष? हो, थप। यसले के देखाउँछ भने जति माथिल्लो पद त्यति नै धेरै जिम्मेवारी हुन्छ, होइन त? हो त। अनि त्यो जिम्मेवारी उल्लङ्घन गर्दा परिणाम पनि अझ गम्भीर हुनुपर्छ भन्ने मान्यता हो। स्पष्ट छ। ल आज हामीले भ्रष्टाचार निवारण ऐन 2059 का केही निकै महत्त्वपूर्ण व्यवस्थाहरू हेर्यौं।